हेलो अनि नमस्ते सबैजनालाई। आज चाहिँ हामी लेलेतिर आइरहेछौँ। लेलेमा एउटा कुण्ड रहेछ। आज हामी त्यसैलाई एक्सप्लोर गरेर तपाईँहरूलाई देखाउनेछौँ। उता चाहिँ इन्ट्री गेट भयो, उताबाट यता छिर्ने, यता पार्किङ छ, गाडी पार्किङ यता मजाको स्पेस छ है, बाइक पार्किङ यता। यहाँबाट यस्तो ब्रिज छ, टिकट काट्नु पर्ने रहेछ यहाँनिर चाहिँ। यो चाहिँ कुन खोला हो नाम चाहिँ थाहा भएन। यस्तो ब्रिज तरेर यहाँबाट यस्तो धाराहरू बनाएको रहेछ, हेर्नु। लेलेकुण्ड एग्रो एन्ड रिसोर्ट। उता बच्चाहरूको खेल्ने ठाउँ पनि रहेछ। यस्तो कुण्डहरू रहेछ। भाभी कोट की कॉलर भी मिलानी पड़ेगी। ठीक है, नहीं तो ना जाओ। ल यस्तो छ है, हेर्नु है, पुरै पोखरीमा रिसोर्ट रहेछ नि त। यस्तो पोखरीमा रिसोर्ट बस्ने ठाउँ रहेछ मजाको। को टुरिस्ट हो यो? वेयर आर यु फ्रम? नाइस। उडायो हावाले यो मन उडायो हावाले मन्दिर जाने बाटो कता हो आमा? यता पाथिभरा मन्दिर तलै हो। कान्जसोमा गाउँपालिका अरे। कान्जसोमा गाउँपालिका। पैसा दिएको छैन हौ त्यहाँ लागि जान सकिँदैन। गयो भने त बाटो छ जस्तो छ हौ। गयो भने त नजिकै नजिकै हामी चाहिँ लालीगुराँस टिप्न हिँड्यौँ है। खतरा लालीगुराँस रहेछ यहाँनिर। लालीगुराँस चाहिँ मान्छेले रोप्या हो कि के हो कुन्नी, यति धेरै छ यहाँनिर। ओइ लड्यो क्या हो, ढुङ्गा गुल्ट्यो।
ए तोरीबारी हिँडेछ लाली घाँस टिप्न पनि यहाँबाट झर्ने बाटो कता छ अब झर्ने बाटो त छैन जस्तो तल नजिक हुनु नि तिमीलाई हेर्दा त नजिक है लाली गुराँसी यति धेरै छ त्यो कालोमा जाने नै बाटो भएन कि उताबाट आएको हामी चाहिँ उयो बाटो हुँदै यो ललितपुर लेलेको माथि पाथिभरा मन्दिर साउथ ललितपुर यस्तो रहेछ है दामी रहेछ ठाउँ चाहिँ ठाउँ त बब्बाल छ नि ल यज्ञ गर्ने रहेछ यस्तो रहेछ पुरै पाथिभरा यहाँनिर यस्तो बस्ने ठाउँहरू रहेछ यहाँबाट भ्यू हेर्नु है खतरा छ ल कडा माथि पुरै हुस्सो लागिरहेछ चिसो पानी पर्ला जस्तो भइरहेछ माथितिर म चाहिँ हिँड्दैछु कालो चढेर समस्या भइरहेछ पाथिभरा मन्दिर साउथ ललितपुर ठाउँ त कडा छ एकचोटि आउनु होला बाटोहरू पनि रमाइलो छ यहाँको ठाउँ पनि रमाइलो छ मिस नगर्नु होला एकचोटि यहाँ घुम्न आउनलाई नाच्यो के बुढी अहिले आउँदैन त्यत्तिकै आत्तिएर हामी चाहिँ अब तल झर्दैछौँ हुस्सो लागिसक्यो या त आम्मामा बबाल हुस्सो लागिसक्यो यो के को धुवा भन्नु होला है सब हुस्सो लागिसक्यो ड्याममा भइसक्यो यहाँ औँला गनेर जुगा गन्दैछ बुढीले जेठको अन्तिम असारदेखि अब तल झर्दैछौँ बाबा यहाँ त पुरै हस् आन्टी हामी फेरि आउँछौँ हामी फेरि आउँछौँ है उता घर हेर न पारी अहिले चाहिँ 6 बजिसक्यो म झन्डै भएबाट लडेको अहिलेलाई स्टप गर्छु